आज एउटा मिठो सुप बनाउन लागेको छु। कसैले यसलाई घलमल भनिन्छ भने कसैले मिक्स सुप अर्थात् कसैले तालमेल सुप पनि भनिन्छ। हाम्रो चाडपर्वमा चाहिँ हाम्रो धेरै खानेकुराहरू बनाएको हुन्छ, मेनली यो तिहारमा है, लक्ष्मी देवतालाई चढाउने भनेर। त्यो सब खानेकुराहरूलाई चाहिँ नि हामीले अब एउटा सानो सानो टुक्रा गरेर काट्नु पहिला फर्स्ट भने एकातिर हामीले पानी उमालिराख्ने है। अनि त्यो काटेको सबै खानेकुराहरूलाई चाहिँ नि एउटा कराईमा मजाले फ्राई गर्नुपर्छ। त्यसमा सबै नै मिलाइ जे जति खानेकुराहरू बाँकी हुन्छ त्यो सबै नै मिक्स गर्ने। मिक्स गरेर चाहिँ नि सबैलाई राम्रोसँग चाहिँ नि फ्राई गर्नुपर्छ है। सबैलाई मजाले फ्राई गरिसकेपछि चाहिँ नि त्यसमा हामीले टिमुर र मरिच राख्नुपर्छ। टिमुर र मरिचले चाहिँ नि यसको स्वाद एकदम मिठो बनाउँछ। अनि हामीले त्यो सबैलाई राम्रोसँग फ्राई गरिसकेपछि उम्लेको पानीमा त्यो सबै मिक्सलाई राखिदियो। त्यो राखिसकेपछि त्यसमा नुन खुर्सानीहरू अलिअलि राखिदिने, मरमसलाहरू। यसलाई जति धेरै उमाल्यो त्यति नै यसको स्वाद मिठो हुन्छ। यतिको भइसकेपछि चाहिँ नि यो रेडी हुन्छ है। यसलाई हामीले खानासँग खाए पनि हुन्छ, यतिकै सुप गरेर खाए पनि एकदमै टेस्टी हुन्छ। तपाईँहरू पनि एकचोटि ट्राई गर्नु है त।